ओइ कति ऊ त्यो ठग आयो होइन अस्ति पनि त्यसले 1000 रुपियाँ दिएको छैन त्यसले आज के नाटक गर्छ एकदम ख्याल गर है सामान टपाउँछ त्यसले अरू म सम्हाल्छु हेलो साउजी के छ ठिक छ भाइ तिम्रो के छ ओइ कति जा त अङ्कल के चाहियो सामान हाल्छ काम गर्छ नि खाली बस्या जा लुत्रुको पर बस्या त के चाहियो अङ्कल के चाहियो भन्नु भाइ पसलै पुरै सुकिसकेछ मैले खाने केही छैन काल गर्नु भन्छ रेड लेभल छैन छैन नि त्यो काल गएको छैन सक्दैन त्यो एउटा नेपाल आइस हाल अनि त्यो फ्रुटी हाल्यो 4-5 प्याकेट हाल्नु फ्रुटी अनि त्यो सिगरेट हाल्नु 5 वटा आँटी होइन अनि के खानु त पसलै केही सुकाइसकेर रहेछ साउजी के साउजी भाल्नु न सामान यार मैले खाने केही छैन अब के लानु त कति भयो हिसाब गर्नु त साउजी के हाल्थ्यो केटा त्यो नेपाल आइसको 250 1050 भयो ल भाइलाई 50 छुट 1000 रुपियाँ ल्याउनु भाइ मेरो डाटै चलेन वाइफाई दिन्छ साउजी यो फटासँग पैसा छैन जस्तो छ आज नि म के नाटक गर्ने हो यसले हेत्तेरीका भक्कै पार्छ यसले यार नभए के हो यो क्युआर हो यो त्यही भयो अनि यसमा त मेरो ब्याङ्कको पैसा काट्छ अर्को दिनु न मलाई ई-सेवाको दिन ई-सेवा छ नि भाइ किन टेन्सन लिएको यहाँ नआउने कुरै छैन ल के हो साउजी यहाँ त कस्तो नेटै नचले त तपाईँको हाम्रो चलिरहेको छ कहाँ चल्नु यहाँ यहाँ हेर्नु टिकटक चलिरहेको छ युट्युब चलिरहेको छ म खल्तीको दिन न त खल्तीकोमा जान्छ होला खल्तीको पनि छ भाइ ल साउजी मेरो पैसा काट्ने रहेछ क्या यहाँ हिमालयन ब्याङ्कबाट काट्दैन के भाइ यहाँ साउजी मेरोमा क्यास नै रहन्छ अहिले यहाँ नेट पनि चलेन मेरो 1000 नै बाइक छ होइन म अब तपाईँलाई घर गएर आइहाल्छ है ल्याएर ल कहाँ हुन्छ त्यसरी ए भाइ पक पक यार अस्तिको 1000 रुपियाँ आजको 1000 रुपियाँ त्यसले 2000 चुना लाग्यो यार 10 वटा तान्न आउँदै गएर होइन म त्यसलाई छोड्दिनँ आज झन्नै 2000 चुना लाग्यो ओइ गोथे औधी त्यो आनी ख्याल गर है त्यो मलाई यस्तो ठग्छ त्यो आयो भने साला लात अनि लहटिहाल म छैन भने खोना निहाल गोथे साला त्यसलाई पनि 2 हान्दै होइन नि त्यो पनि घाइते हो यहाँ हात पनि काट्यो नि हेर त डरो खाके